बहिनी जाँदा गाउँमा गएर कसैले बोलाएर लिएर छिटो जा। अंकल अंकल के भयो अंकल हुनुहुन्न? आन्टी आन्टी हाम्रो घर आउनु न, आमा बित्नु भयो, कोही पनि आउनु भएन। कुदा तिमीहरू सानो जति घर हामी जान नि हुन्न, आउन नि हुन्न। जा जा नानी, बाहिर गएर पानी सुन पानी छर्की त। दाइ कोही पनि आएनन्। कोही नि आएन? जाँदा मेरो त्यो मल रहेछ। लौ न दाइ। हेलो ओडा दिन्छु। हजुर भाइ। आमा बित्नु भयो। ए कतिखेर भएको र? आज जान 5 बजे। ए ल ल म पनि आएँ ल। छिट्टो आउनु, कोही पनि आएन हाम्रो घरमा। सरब सरब म त आमा बित्नु भएछ नि, बरु जाऊँ न जाऊँ। थट जानुहुन्न, तिम्रो सानो जात हामी मम्मी भन्नुभयो त्यो सानो जात तिमी आउन पनि हुन्न जान पनि हुन्न भन्थ्यो। जाऊँ भाइ बिहान कतिखेर बित्नु भएको र? बिहान 4 बजीतिर। ए बाहिर त मान्छे कोही पनि देख्दिनँ त मैले त। आउँछन् नडा दिन्छु, हामी गरिब भएर होला, त्यसैमाथि सानो जातको भयौँ, कोही पनि आएनन् हाम्रो घरमा। चित्त नदुख भाइ, हाम्रो देश समाजमा जातपात अझै पनि हटेको रहेनछ। साह्रै दुःखलाई कमसेकम मर्दा पर्दा त आउनु पर्ने हो नि, अरू बेला नआए पनि। यस्तै रहेछ हाम्रो समाजको नियम चल्ती चलन। नरो भाइ चित्त नदुख, के गर्न पर्ने, कहाँ जानुपर्ने गरौँ ल। चिन्ता नगरी म समितिलाई फोन गर्छु। हेलो हेलो उदाहरणज्यू, नमस्ते। भाइ हाम्रो घाट खाली छ कि छैन? हजुर त यहाँ घाट खाली छ नि। ए को बितेको त? ए हाम्रो त्यो बिरे कामीको मम्मी बित्नु भयो कि। ए हो र दाइ, तर हामीले त्यो सानो जातलाई त त्यस्तो जलाउने गरेको छैन नि भाइ। के भनेको भाइ तिमीले? अहिलेको जमानामा यस्तो अब छुवाछुतको कुरा गर्छौ? सरी हजुर छिज्यू। हेलो 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 के भयो एउटा छिज्यू? भाइ उता कुरा मिल्दैन, यतै खोलातिर लैजाउँ लु। हुन्छ, खोलामा लैजाने घाटमा लैजाने के भयो त? खोलामा लैजाने ल त ल, ढिलो नगरौँ लैजाउँ। हुन्छ। अब हाम्रो समाजको सबै मरे गरे। पुग्यो ठाउँ, कमसेकम मन त आउनु पर्छ नि। ओडा त्यसो भए त्यो आउनै पऱ्यो। भाइ घाट रेडी भयो, ल लैजाउँ।
नहीं